आज मसँग छ एकदमै स्टाइलिश स्पोर्टी र पावरफुल स्कुटर हिरो जुम 125R। हेलो एन्ड नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ भिडियोमा। आज हामी कुरा गर्दै छौं हिरोले भर्खरै लन्च गरेको स्कुटर हिरो जुम 125R को बारेमा। आज हामी यसको डिटेलमा कुरा गर्ने छौं। अब कुरा गरौँ इन्जिनबाट। के तपाईहरुलाई थाहा छ यो स्कुटरमा चाहिँ 125 BS6 इन्जिन रहेको छ। त्यसकारण तपाईहरुले चाहिँ अरु स्कुटरमा भन्दा यसमा बढी पावर फिल गर्न सक्नुहुन्छ। पावरको कुरा गर्नु पर्दा फेरि चाहिँ 9.9 PS पावर र 10.4 Nm टर्क पावर जेनेरेट गर्छ। यो स्कुटरमा 125 cc FI इन्जिन रहेको छ, जस कारण तपाईले राइडमा पाउन सक्नुहुन्छ स्मुथ र पावरफुल परफर्मेन्स, चाहे त्यो सिटी एरियामा होस् या अफ रोडमा। अन्य स्कुटरमा जस्तै यसमा पनि 5 लिटर ट्याङ्क क्यापेसिटी रहेको छ। यसमा भएको FI सिस्टमले गरेर माइलेजमा पनि इम्प्रुभ पाउन सक्नुहुन्छ। माइलेजको कुरा गर्नु पर्दा फेरि यसले पर लिटरमा 50+ को माइलेज दिन्छ। हिरो जुम 125R को कुरा गर्नु पर्दा फेरि एकदमै स्पोर्टी लुक्समा दिएको छ। यसमा भएको LED हेडलाइट्स, साइड लाइट्स र LCD डिस्प्लेले त यसलाई अझै आई क्याची बनाएको छ। यो स्कुटरको स्पेशल फिचर भनेको यसमा एक्सटर्नल फ्युल क्याप छ, जसले गरेर चाहिँ हामीले पेट्रोल राख्ने बेलामा सिट खोलिराख्नु पर्ने झन्झट नै हुँदैन। एकचोटी खोलेर पनि हेरौँ न है। जब हामीले सिट खोल्यौं नि, अब तपाईं स्टार्ट गर्न खोज्दा फेरि चाहिँ यस्तो बिपिङ आवाज आएकै गर्छ। जबसम्म हामीले यो क्याप बन्द गर्दैनौं तबसम्म कराइराख्छ। सस्पेन्सनको कुरा गर्नु पर्दा फेरि यसमा चाहिँ एडभान्स टेलिस्कोपिक सस्पेन्सन दिएको छ, जस कारण खाल्डाखुल्डीमा राइड गर्दा फेरि तपाईहरुले जर्क फिल गर्नुहुन्न। पछाडीको सस्पेन्सनको कुरा गर्नु पर्दा फेरि सिंगल साइड सस्पेन्सन दिएको छ, साथै शक एब्जर्बर पनि दिएको छ। साथै यसमा चाहिँ ब्लुटुथ कनेक्टिभिटी र डिजिटल क्लस्टर पनि दिएको छ, जसले तपाईको राइडलाई अझै स्मार्ट बनाउँछ। यसमा रहेको अर्को स्पेशल फिचर भनेको चाहिँ 14 इन्चको एलोवेल्स र वाइडर टायर्स, जसले चाहिँ स्टेबल र स्मुथ राइडमा हेल्प गर्छ। ब्रेकिङको कुरा गर्नु पर्दा फेरि चाहिँ यसमा स्मार्ट IBS ब्रेकिङ दिएको छ। अगाडि डिस्क छ भने पछाडि ड्रम रहेको छ, जसले गर्दा चाहिँ हामीले भनेको ठाउँमा ब्रेक लाग्छ। काठमाडौँको जाम त हामी सबैलाई थाहा छँदैछ, त्यसको लागि भनेर जुमले ल्याएको छ i3S टेक्नोलोजी। i3S टेक्नोलोजीले चाहिँ कसरी काम गर्छ भन्दा फेरि जामको ठाउँमा आफै अफ हुने र अन गर्ने बेलामा थोरै थ्रोटल लिएपछि अन हुन्छ। त्यसले गरेर चाहिँ हाम्रो पेट्रोलमा बचत हुनेछ। हिरो जुम 125R को 4वटा धमाकेदार कलरहरू छन्, रेड, येलो, ब्लू र ग्रे। सुरुमा मलाई यसको स्टार्टिङमा थ्रोटल रेस्पोन्स एकदम स्लो लागेको थियो, तर राइड गर्दै जाँदा फेरि वेल ब्यालेन्स छ। एकचोटी साउन्ड नै सुनेर हेरौँ है त। अन्डर सिट स्टोरेजको कुरा गर्नु पर्दा फेरि यसलाई खोल्न त्यति धेरै गाह्रो छैन। चाबीलाई लेफ्ट साइड घुमाउने सजिलैसँग खोल्न सकिन्छ। यसको क्यापेसिटी भनेको 17 लिटरको मात्रै रहेको छ। साथसाथै तपाईहरुले अगाडि एउटा सानो हुक पनि देख्न सक्नुहुन्छ, तपाईहरुको शपिङ ब्याग, ग्रोसरी सामानहरू सजिलै झुन्डाएर ल्याउनको लागि। साथसाथै अगाडि 2टा पकेट पनि छ, अनि त्यहाँसँगै एउटा तपाईले चार्जिङ पोर्ट पनि पाउन सक्नुहुन्छ। If you are looking for a sporty 125cc segment, तपाईले हिरो जुम 125R लाई इग्नोर गर्न सक्नुहुन्न, किनकि यसको गुड फिचर, स्टाइलिश लुक मात्र 3,09,900 मा पाउन सक्नुहुनेछ। यदि तपाईहरु स्कुटर किन्ने सोच्दै हुनुहुन्छ भने तपाईहरु नजिक रहेको हिरोको सोरुम गएर जुम 125R टेस्ट राइड गर्न सक्नुहुन्छ।